सम्पूर्ण साथीहरूलाई सम्पूर्ण गाइजहरूलाई हाम्रो आउँदै गरेको बडा दशैँको पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु होइन। अब हाम्रो कतिपय साथीहरूको मान्यता छ कि हामीले क्यामेरै किनेर मात्र भिडियो राम्रो बनाउन सकिन्छ युट्युबको लागि भन्ने कुराहरू पनि छ होइन। सबैजनालाई त क्यामेरा किन्न सकिरहेको हुँदैन होइन। त्यसको साथसाथै मैले चाहिँ आज एउटा प्रोडक्टको बारेमा चाहिँ हजुरलाई बेनिफिट त्यसले चाहिँ हामीलाई के हुनसक्छ युट्युबको लागि भिडियोको लागि के मद्दत गर्न सक्छ भन्ने बारेमा चाहिँ एउटा प्रोडक्टको बारेमा नलेज दिन सकेको जाँदैछु होइन। अब सबैले त क्यामेरा किन्न सकेको हुँदैन, राम्रो प्रोडक्ट किन्न सकेको हुँदैन होइन। हामीले सानो प्रोडक्टले पनि सानो लगानीबाट नि भिडियो चाहिँ एकदम राम्रो बनाउन सकिन्छ युट्युबको लागि लगायत हाम्रो अन्य कुनै पनि भिडियोहरू राम्रो बनाउन सकिन्छ भन्दै होइन। मैले चाहिँ एउटा प्रोडक्टको बारेमा चाहिँ के नलेजहरू होइन, त्यसलाई चाहिँ कसरी बेनिफिट गर्ने, कसरी चाहिँ त्यसलाई चाहिँ त्यसको पार्टहरूलाई जोडेर चाहिँ कसरी क्यामेरालाई चाहिँ सेट गर्ने भन्ने बारेमा चाहिँ नलेजहरू दिन खोज्दैछु होइन। अब कतिपय युट्युबरहरूले चाहिँ अब भन्ने कुराहरू छ नि, अब मेरो भिडियो चाहिँ होइन, अब लङ भिडियो हाल्न खोजेको नि सर्ट भिडियोको आयो, सर्ट भिडियो जस्तो आयो, तर लङ भिडियोमा चाहिँ क्यामेरा हल्लियो होइन। अब कतिपय जस्तै पनि राम्रो पक्रिँदा अलिअलि क्यामेरा हल्लिहाल्छ होइन। भिडियो बनाउँदा भ्लग बनाउँदाखेरि भिडियोहरूलाई चाहिँ राम्रो मेन्टेन गर्न सकिरहेको हुँदैन। त्यसको साथसाथै एउटा प्रोडक्टको बारेमा चाहिँ होइन, अब यसले चाहिँ क्यामेरा चाहिँ एकदम हल्लिँदैन यो प्रोडक्टले चाहिँ होइन, भिडियो पनि एकदम राम्रो आउँछ होइन। यो प्रोडक्टको बारेमा चाहिँ थोरै हजुरहरूलाई म भन्न गइरहेको छु, यसलाई कसरी जोड्ने अनि यसलाई चाहिँ कसरी युटिलाइज गर्न सकिन्छ, केमा युटिलाइज गर्न सकिन्छ भन्न गइरहेको छु होइन। यसले चाहिँ हामीलाई चाहिँ गाइजहरू हामीलाई चाहिँ फोटो खिच्न, भिडियो बनाउन अनि हजुरहरूले चाहिँ सर्ट भिडियो जुनसुकै भिडियो फोटोको लागि चाहिँ एकदम राम्रो प्रोडक्ट हो होइन। सानो लगानीमा होइन भिडियो चाहिँ राम्रो बनाउन सकिन्छ। ल साथीहरू ढिला नगरिकन हाम्रो चाहिँ यो प्रोडक्टको बारेमा गइहालौँ होइन। अब यो मगाएको छ, अब कसरी चाहिँ यसलाई खोलेर चाहिँ जोड्ने भन्ने कुरामा म बताउन गइरहेको छु होइन। ल अलि यता आउनुहोस्, मजाले देखाउनुहोस् है, ब्याकग्राउन्ड है गाइज। अब यो प्रोडक्ट छ होइन, अब प्रोडक्ट यस्तो छ, प्रोडक्टलाई चाहिँ अब हेर्दाखेरि एकदम सुन्दर पनि देखिन्छ होइन। अब यसमा छ प्रोडक्टमा चाहिँ अब एउटा लाइट दिएको छ, हाम्रो एउटा माइक्रोफोन दिएको छ, एउटा स्ट्यान्ड दिएको छ, एउटा मोबाइल पक्रिने चाहिँ यो चाहिँ भनौँ न एउटा चाहिँ स्प्रिङवाला मोबाइल पक्रिने ऊ दिएको छ होइन। अनि माइक्रोफोनको चाहिँ यो चाहिँ हाम्रो चाहिँ यसलाई चाहिँ तार हो क्या, हाम्रो चाहिँ भनौँ न यसको चाहिँ लाइन हो, माइक्रोफोनको लाइन हो होइन। माइक्रोफोन पनि छ। अब ढिला नगरिकन गाइजहरू यसलाई चाहिँ खोलौँ होइन, फटाफट खोलौँ र यसलाई जोड्न जाउँ होइन। कसरी यसलाई चाहिँ हामीले चाहिँ अब कसरी यसलाई चाहिँ गरिन्छ भन्ने कुरा, सेट गरिन्छ भन्ने कुरालाई लिएर फटाफट जोड्न गइहालौँ होइन। ल गाइजहरू होइन, हामीले जोड्न गइरहेको छौँ होइन। अब हामीले चाहिँ सर्वप्रथम भन्नुपर्दा यसलाई चाहिँ जोड्दाखेरि हामीले यसरी चाहिँ पहिला सुरुमा हामीले चाहिँ जोड्नु पर्यो है गाइजहरू। अब यसलाई अब फोन चाहिँ आफूले त कस्तो तरिकाले राख्नुहुन्छ तपाईँले फोनलाई अब सर्ट भिडियो बनाउनको लागि यो तरिकाले राख्नु पर्यो होइन हामीले। अब लङ भिडियो बनाउनको लागि त हामीले त यो टाइपले राख्नु पर्यो। फोन त अब एकदम सुतेको अवस्थामा हुनु पर्यो, भनौँ न तेर्सो अवस्थामा हुनु पर्यो। अब हामीले जस्तो मानिदिउँ यो एक तरिकाले म सिकाउन गइरहेको छु। हजुरहरूलाई लङ भिडियो बनाउनु छ, अब लङ भिडियोको लागि चाहिँ यसरी यसलाई चाहिँ फिट गर्नु पर्यो है गाइजहरू, हेर्नु है। यसलाई चाहिँ यसरी फिट गर्नु पर्यो। हामीले यसलाई यसरी फिट गरिसकेपछि अब यो यतिको फिट भयो हेर्नु है। यसलाई यतिको फिट भइसकेपछि हामीले अब त्यस पछाडि हामीले के गर्नुपर्छ भन्दामा यसलाई यति फिट भइसकेपछि अब हामीले चाहिँ यसलाई चाहिँ यहाँनिर चाहिँ भनौँ न यसलाई चाहिँ यहाँनिर चाहिँ सेट गरिदिने भयौँ। यसको चाहिँ यहाँ चाहिँ टाइट गर्ने यसको चाहिँ सिस्टम छ, हेर्नुहोस् है गाइज, टाइट गर्ने यसको सिस्टम छ होइन। यसलाई अब टाइट गर्ने सिस्टम छ। अब राति भिडियो अब भ्लग बनाउनु छ भने हजुरहरूले चाहिँ यसलाई ब्याट्री 3वटा ब्याट्री लाग्छ। यसलाई चाहिँ 2 स्टेप हुन्छ, यसको लाइट पनि जल्छ, एउटा स्लो जल्छ, एउटा चाहिँ एकदम फक्स जल्छ।
एक स्टेप यो भयो, एक स्टेप यो भयो, अनि एक स्टेप चाहिँ एक स्टेपमा तेर्सो स्टेपमा चाहिँ यो मर्छ, लाइट चाहिँ बन्द हुन्छ आफै होइन। अब लाइट पनि बल्ने भयो, हेर्नु त कति राम्रो छ। अनि अब यसलाई चाहिँ यति सेट गरिसकेपछि यसलाई टाइट गऱ्यौँ, हामीले लाइटलाई पनि सेट गऱ्यौँ। अब माइक्रोफोन छ हाम्रो होइन, माइक्रोफोनलाई चाहिँ हामीले चाहिँ यसरी सेट गऱ्यौँ। अब माइक्रोफोनलाई पनि त्यसरी नै माथि सेट गर्ने, मजाले कसिदिने, मजाले कसिदिने, यसलाई नि मजाले कसिदिउँ। अब हामीले चाहिँ अब यसलाई चाहिँ अब हामीले चाहिँ मोबाइल फोन भनौँ न, हामीले अब चाहिँ यसलाई माइक्रोफोनलाई चाहिँ यसरी जोइन गऱ्यौँ है। जोइन गरिसकेपछि हाम्रो फोन बस्ने कुन ठाउँमा भयो भने फोन चाहिँ हाम्रो यो ठाउँमा बस्छ है गाइजहरू। हामीले भ्लग बनायौँ, भिडियो बनायौँ भने अनि अब यो माइक्रोफोन चाहिँ लगेर हाम्रो फोन यहाँनिर बस्ने भयो। हेर्नु गाइजहरू, फोन हाम्रो यहाँनिर बस्ने भयो। अब फोनको हाम्रो जुन यो चाहिँ हेडफोन लाग्ने ठाउँ छ, त्यही हेडफोन लाग्ने ठाउँमा चाहिँ हाम्रो माइक्रोफोनको चाहिँ यो लाइन लगेर चाहिँ कनेक्ट गर्नुपर्ने भयो, जोड्नुपर्ने भयो। लगाएपछि अटोमेटिक यो चाहिँ माइक्रोफोनसँग कनेक्ट भइहाल्छ है। अनि हामीले चाहिँ अब भ्लग बनाउँदाखेरि होइन यो माइक्रोफोन लगाइसकेपछि हामीले अलिकति तेजले बोल्नुपर्ने हुन्छ भिडियोहरू बनाउँदा होइन। अब हेर्नु त, यसलाई यसरी पक्रिदिउँ होइन, यसरी पक्रिदिउँ अनि एकदम हामीले चाहिँ यहाँ चाहिँ बोल्ने हो क्या, तेजले टाढा राखेर बोल्दाखेरि तेजले होइन, नजिक छ भने त्यही अनुसारले चाहिँ हजुरले चाहिँ कतिको टाढा नजिक राख्नुभएको छ त्यही अनुसारले चाहिँ बोल्नुपर्ने हुन्छ। हाम्रो यो भाग छ नि, यो भागमा चाहिँ एकदम फोन बस्ने भयो। अनि यो चाहिँ हजुरको चाहिँ यो माइक्रोफोनसँगको यो जुन लाइन छ नि यो सेट हुने भयो होइन। अब राति भिडियो बनाउनुहुन्छ भने हजुरहरूले यदि लाइट पनि यसरी बाल्न सक्नुभयो है, लाइट पनि बाल्न सक्नुभयो होइन, लाइट पनि बाल्न सक्नुभयो राति भिडियो बनाउनुहुन्छ भने होइन। कतै कतै हिँड्नको लागि भिडियो बनाउँदा अँध्यारो भयो भने लाइट पनि मजाले बोल्ने भयो, माइक्रोफोन पनि छ। अनि यो भागमा चाहिँ हाम्रो फोन बस्ने भयो। फोन चाहिँ हाम्रो अब भ्लग बनाउँदाखेरि हामीले तेर्सो अवस्थामा राखिन्छ, तेर्सो पारेर राखिन्छ। तेर्सो पारेर राख्दा चाहिँ यो भागमा फोन बस्ने भयो। अनि फोन चाहिँ हामीले चाहिँ अब यहाँ राखिसकेपछि हामीले यो लाइन कनेक्ट हुने भयो, यहाँनिर बस्छ है गाइजहरू, कन्फ्युज नहुनु, फोन यहाँनिर बस्छ। अनि एकदमै भिडियो पनि राम्रो आउने होइन, क्यामेरा पनि नहल्लिने होइन, अलिकति भने जस्तो भिडियो पनि हाल्न पाउने भयो होइन। अब सबै मान्छेहरूले त क्यामेरा किन्न सकिरहेको हुँदैन। अब भिडियो चाहिँ यो भएपछि चाहिँ एकदम सजिलो होइन। फोनमा चाहिँ अब फोन पक्रिँदा हात गलेको हुन्छ भ्लगहरू बनाउँदाखेरि होइन। अब यसबाट चाहिँ हात पनि नथाक्ने भयो, कति सजिलो हेर्नु त। अनि अब यदि तपाईँलाई यो म भ्लग मात्र बनाउँछु, अब यो माथिको चाहिँ सामानहरू चाहिँ यो हेडफोन मलाई यो माइक्रोफोन चाहिँ हाल्दिनँ भन्न नि पाइयो क्या, त्यसै पनि फोनमा आवाज आइहाल्छ होइन। अनि भ्लग मात्र बनाउँछु यो जोड्दिनँ भन्न नि पाइयो। यसलाई मजाले खोलिदिन सक्नुभयो, यसको पार्ट खुल्छ होइन, कति मजाले। यसलाई अलग गरिदिउँ अनि यहाँनिर चाहिँ हाम्रो फोन बस्छ। हेर्नु है, यहाँनिर फोन बस्छ। फोन चाहिँ यस्तो अवस्थामा बस्छ है, फोन चाहिँ यस्तो भएर बस्छ यहाँ चाहिँ होइन। अब मेरै फोनले चाहिँ हजुरहरूलाई भिडियो गरेको छ र अनि हजुरहरूलाई मैले फोन राख्न सकेको छुइनँ, नत्र भए म फोन राखिहाल्थेँ होइन। केही छैन, हाम्रो यहाँ फोन बस्छ होइन, हजुरले बुझिहाल्नुहुन्छ कुरा। अनि यहाँ फोन बसेपछि यसरी भिडियो बनाउँदा भयो। अब यसरी भिडियो बनाउँदा हेर्नु त गाइज कति सजिलो, ठुलै क्यामेरा जस्तो भयो, कस्तो राम्रो होइन, टक्क भिडियो पनि राम्रो हुने भयो। यसरी चाहिँ भिडियो बनाउन मिल्यो, भ्लगहरू बनाउन मिल्यो होइन। अब तपाईँलाई सर्ट भिडियो बनाउन मन छ भने यसलाई टक्क खोलिदिनु होइन, टक्क खोलिदिनुहोस् होइन। अब पर बसेर चाहिँ तपाईँलाई चाहिँ एकदम तपाईँलाई चाहिँ सर्ट भिडियोहरू बनाउनु पर्ने छ। यसो अब नाचेको गाएको, अब बच्चा बच्चीहरू खेलेको चाहिँ सानो सर्ट भिडियो बनाउँछु, अब फोन नपक्रिकन भनेर भन्दा नि पाउनुभयो हजुरले चाहिँ होइन। अब यसलाई चाहिँ यस्तो गरिसकेपछि यसको स्ट्यान्ड पनि लाग्ने भयो। अलिकति तल ल्याउनु त सर है। अनि यसलाई यस्तो गरेपछि स्ट्यान्ड पनि लाग्ने भयो क्या, स्ट्यान्ड पनि लाग्ने भयो हाम्रो सर्ट भिडियो बनाउनको लागि। यहाँनिर हाम्रो चाहिँ अब चाहिँ यसलाई चाहिँ 90 डिग्रीमा फोन राख्न सक्यो क्या, त्यो ठाडो पनि राख्न सक्यो होइन। अब यहाँ चाहिँ हाम्रो अब यस्तो गर्दा चाहिँ यी कुराहरू चाहिँ कता बस्छ त यी सामानहरू भनेर कन्फ्युज हुनु होला। अब यो सामानहरू चाहिँ कता बस्छ भन्ने कुरालाई लिएर हेर्दाखेरि हामीले यहाँनिर बस्छ है गाइजहरू सामान। हामीले यो सामानहरूलाई चाहिँ यसरी सेट गर्न सकिन्छ है। अब यो माइक्रोफोन छ नि हाम्रो, माइक्रोफोनलाई यसरी सेट गरियो, रोक्नु है गाइज,
उम्, यसरी सेट गर्यो अनि हाम्रो चाहिँ अब यसरी सेट गरिसकेपछि हाम्रो चाहिँ अब हामीले चाहिँ अलिकति टाढा जानु त सर। हामीले चाहिँ टाढा गइसकेपछि नि हामीले चाहिँ बच्चाहरू खेलेको, आफू नाचेको अथवा गाएको होइन केही भिडियोहरू टाढा फोन नपक्रिकन टाढाबाट चाहिँ यहाँ चाहिँ यो भागमा हाम्रो फोन बस्ने भयो भनेपछि भिडियोहरू बनाउन सक्यो हामीले। कति मजाले कति सजिलैसँग फोन नपक्रिकन भिडियो बनाउन सक्यो टाढा बसेर नि होइन। हामीले भिडियो चाहिँ ओपन गरेर चाहिँ हामीले भिडियोहरू बनाउन सक्यो, सेट गर्न सक्यो होइन। अनि त्यस्तै हाम्रो चाहिँ अनि लाइटहरू राति छ भने यसो लाइट पनि बाल्न सक्यो मजालेसँगले होइन। लाइट कताबाट बोल्ने कता छ यसको लाइट यहाँबाट बोल्छ। अनि लाइट पनि मजाले बाल्न सक्यो होइन। कति सजिलो हेर्नु त। अनि अब यसलाई चाहिँ अब खोल्न मन छ भने हजुरले अब यो माइक्रोफोन खोलिदिनु हजुरले। यो हाम्रो यस्तो सेट हुन्छ, यसलाई पसेको छ होइन। सेट गरेर यसको चाहिँ पार्ट खोल्छ अनि यसलाई यसरी खोलिदिनु होला। अनि यो सजिलैसँग खोलियो होइन। अब यसलाई चाहिँ अब यसको चाहिँ तीनवटा चाहिँ यसको मुनिको चाहिँ खुट्टाहरू हुन्छ, खुट्टा भनौँ न अब स्ट्यान्डहरू हुन्छ। तीनवटा स्ट्यान्डहरूलाई एकै ठाउँ क्लोज गर्न सक्यो। अब भ्लगहरू भिडियो बनाउँदाखेरि अनि हामीले सर्ट भिडियोहरू बनाउँदाखेरि अनि क्यामेरा पौडा राखेर चाहिँ यो तीनैवटा स्ट्यान्डहरूलाई चाहिँ ओपन गरेर भिडियो बनाउन सक्यौँ होइन। साथीहरू यति भन्दै हजुरहरूबाट चाहिँ म चाहिँ आजलाई चाहिँ यति भन्दै हाम्रो चाहिँ छुट्टिन चाहन्छु गाइजहरू होइन। अब यसलाई चाहिँ अब क्लोज गरिदिन चाहन्छु, हजुरहरूलाई देखाउन चाहेको थिएँ होइन। अब 2 मिनट रोक्नुहोस् है सर। यसलाई क्लोज गरेर राख्दा चाहिँ हामीले चाहिँ अब यो सामान अहिले चाहिएको छैन, अब अलिक पछि भिडियो गर्छु भन्दा चाहिँ हामीले चाहिँ यसरी राखिदिने, मजाले सेट गरिदिने गाइजहरू। यसलाई यसरी सेट गरिदिने, माइक्रोफोनलाई यहाँ भइगयो, हाम्रो माइक्रोफोन छ नि, हाम्रो माइक्रोफोनलाई यहाँ भइगयो। अनि हजुरहरूले चाहिँ अब यसलाई चाहिँ तार लाइनलाई यहाँ सेट गरिदिने अनि यसलाई चाहिँ यसरी चाहिँ राखिदिने। रोक्नुहोस् है सर। हाम्रो यो तार छ नि, तारलाई चाहिँ हाम्रो चाहिँ यसरी गरिदिने टक्कसँगले। हेर्नुहोस् त कति सजिलो, भिडियो पनि राम्रो भयो होइन। रोक्नुहोस् है सर। गाइजहरूलाई यस्तो देखाइदिउँ यो भिडियोको यसलाई कसरी क्लोज। अब यो क्लोज भयो होइन सर। यो क्लोज भयो गाइजहरू, साथीहरू हेर्नुहोस् होइन। यो क्लोज भइसक्यो। अब पछि भिडियो बनाउँछु, अहिले भिडियो बनाउनु मन छैन पछि बनाउँदा नि भयो। अनि यो चाहिँ क्लोज गरेर जस्तो राख्यो होइन। अब यति नै हो यसको बेनिफिट भनेको, फाइदा भनेको हामीलाई होइन भिडियोहरू राम्रो हुने भयो होइन। हामीले ठुलै चिज किनेर मात्र भिडियो राम्रो बनाउँछु भन्ने चाहिँ सबै गाइजहरूको मान्यता हुन्छ होइन। त्यो कुरा होइन क्या। हामीले चाहिँ सानो कुराबाट नि भिडियो चाहिँ राम्रो बनाउन सकिन्छ होइन। यति भएपछि क्यामेरा नहल्लिने भयो, सर्ट भिडियोहरू राम्रो आउने भयो होइन। फोन पक्रिँदा हात थाकेको हुन्छ, त्यो हात नथाक्ने भयो भनेपछि भिडियोहरूलाई चाहिँ एकदम राम्रो गरेर युट्युब तथा अन्य कुराहरूमा चाहिँ हामीले हाल्न सक्यो भन्ने हाल्न चाहिँ हामीले सकिन्छ होइन। यति भन्दै हजुरहरूबाट छुट्टिन चाहन्छु होइन। हजुरहरूलाई भिडियो मन पर्यो भने, भिडियो बेस्ट लाग्यो भने हजुरहरूले चाहिँ थोरै सपोर्ट गरिदिनु होला। तल रहेको चाहिँ होइन, तल रहेको हाम्रो चाहिँ युट्युबको सदस्य बन्नु होला। हाम्रो युट्युबको चाहिँ बेल आइकनमा चाहिँ हजुरले लाइक कमेन्ट गर्न सक्नुहुन्छ। बेल आइकनमा गएर क्लिक गर्न सक्नुहुन्छ होइन, सपोर्ट गर्न सक्नुहुन्छ होइन। यति भन्दै हजुरहरूबाट चाहिँ छुट्टिन चाहन्छु। यस्तै नयाँ भिडियोको लागि हजुरहरूले मलाई सपोर्ट गर्न सक्नुहुन्छ। कमेन्ट हजुरले बेल आइकन गरेर हजुरले कमेन्ट गर्न सक्नुहुन्छ है भन्दै छुट्टिन चाहन्छु। बाई बाई, थ्याङ्क यू सो मच गाइजहरू।